Hey dudes, what's up? Hope all are you doing better. मैले पानी भर्नुपर्ने हुन्छ सो पानी चाहिँ हामीलाई खानको लागि चाहिन्छ एक दुईवटा अलरेडी फ्रिजमा होला तै पनि एक्स्ट्राहरू राख्नुपर्ने हुन्छ मैले अलिकति तरकारी निकालेँ मासुमा मिक्स गर्नलाई यो रायोको तरकारी अलिकति मिक्स गऱ्यो भने एकदमै रमाइलो राम्रो हुन्छ त्यही भएर चाहिँ मैले यसलाई मासुसँग प्राय मिक्स गरेर खान्छु अब मैले यहाँबाट चाहिँ मैले अब दुईवटा दाना मात्र निकाल्ने हो त एउटा यति निकाल्ने एकचोटि दोस्रोचोटि चाहिँ यति निकाल्ने यसले चाहिँ मलाई इनफ हुन्छ किनभने यहाँको महँगो तरकारी धेरै खानु हुँदैन है भोलि नै नि सोच्नुपर्छ हामीले सोच्नु भयो होला यो 2 पिस मात्र किन निकाले होला यो मान्छेले मासु खाँदैन क्या मन पराउँदैन क्या भनेर है खासै मासु त मलाई मन त धेरै पर्छ है तर म धेरै खाने मान्छे होइन म भन्नाले दिनको दुईवटा पिस भए पुग्छ मलाई अलरेडी मैले दुईवटा पिस यता हालिसकेको छ अब यो साथीको लागि भनेर मेरो आजको तरकारी रायो प्लस मासु इक्वल टु मासु लभर आज दाल चाहिँ त्यस्तै हो अब यही पानी मासुमा मिसाएर यसकै झोल खाएर जानुपर्ने हुन्छ यसलाई एकछिन 5 मिनट जति छोप्ने त्यसपछिलाई यता के भइरह होला यता ए उम्लिरहेको रहेछ भनेपछि है उम्लिरहेछ यता फेरि पापड नि भइसक्यो होला ओहो के गरेको यो तैँले सुरज केही छैन यतिको त चल्छ होइन यतिको त चल्छ खानलाई सो अहिले चाहिँ एकछिन यतै राखौँ अब यो खाना भात खाने बेला चाहिँ निकाल्नुपर्छ है त प्रायः मलाई सोधिराख्नुहुन्छ मासु त यता धेरै खान्थिस् त्यहाँ चाहिँ कसरी मिल्छ किनभने म मासु लभर पऱ्यो नि त है मासु चाहिँ यसरी पाउँछ हेर्नुहोस् है त यो प्याकेटमा पाउँछ हामीले न 1 पाउ पाउँछ न आधा पाउ पाउँछ किनभने हामीले यसरी नै हो एक केजी एक प्याकेटमा किनेर ल्याउने अनि 2 पिस गरेर मासुको खाने बुझ्नुभयो फाइनली मेरो खाना चाहिँ बनिसकेको छ अब मैले खाना छिटो छिटो खाएर स्कुलतिर जानुपर्ने जनाले मेरो भिडियो अहिलेसम्म हेरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद यो पछिको भाग चाहिँ म अर्को भिडियोमा ल्याउने छु भन्दै म बिदा हुन्छु हस् धन्यवाद